चाहिँ त्यस्तो धोकेबाज हौ तिमी यो भने चिनिराख्नु होला पनि हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो आयो हजुरहरू सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै छु हामी चाहिँ आज टिकटक गराउन आएको भेरीतर्फ यहाँ तल भेरी छ उ यहाँ चाहिँ आकृति चाहिँ त्यहाँ कपडा हाल्दैछ हामी चाहिँ अब घाँस काट्नु पर्ने छ यहाँ चाहिँ हामी घरतर्फ लाग्नु किन हाल्नु नि अब हामी चाहिँ घरतर्फ लाग्न लाग्यो हामी चाहिँ टिकटक गराएर सजिसकेको हामी चाहिँ एकछिन पछि भेट्छौँ ल राम्रो मार्छ नि आएको बारीमा हिँडिरहेको छ साथीहरू हामी चाहिँ हाम्रो चाहिँ एकदम ब्रान्डेड चप्पल ब्रान्डेड चप्पल मेरो 120 रुपियाँको ब्रान्डेड चप्पल मैले चाहिँ 1 वर्ष अगाडि किने 600 को चप्पल हो अहिले चाहिँ कतिमा आउँछ 200-300 मा आउँछ कतिमा आउँछ यहाँदेखि यसरी नाग्नु पर्ने हुन्छ गाइजहरू ऊ चाहिँ नागेर त्यहाँ पुगिसकि अब चाहिँ मेरो कस्तो रहेछ यार यो धोकेबाज हौ तिमी यो हाम्रो भिडियो जोलिएर चाहिँ त्यही धोकेबाज बढी ओभर धोकेबाज यसको चाहिँ बेलुका भएर यहाँ यसलाई तनाव भइरहेछ हामी चाहिँ घाँस काट्न आएको यही रुख काट्ने हो रे यसले फाइनली गाई जाँदा हामी यहाँ घाँस काट्न आएको छौँ सानो के भन्छ नि यसलाई सानो हो कि के भन्छ नि घाँस मन थाहा छैन यहाँ चाहिँ यसले कब्रा लगाएको थियो यसले ल रुको चर म घाँस काट्छु गर्न ल साथीहरू यो चाहिँ रुखमा चढेको छ रुखमा चढ्न नसकेर हैरान छ बिचरालाई अनि म चाहिँ यहाँ तल बस्ने मेरो बस्ने काम मात्र हो यसरी रुखमा बसेर रुखमा गएर घाँस यसलाई चाहिँ यसले चाहिँ घाँस बोकेको थिएँ बारी चाहिँ लास्टै राम्रो भएको छ तर चुमुकको माथि फरेर बाँधिने चाहिँ म गाईहरू बारी के गरे आखिर त्यो खत्रीको चाहिँ भारी बोक्नु चाहिँ चिन्नु भएको छैन भने चिनिराख्नु होला कहाँदेखि आएको यस्तो पानी अघि त थिएन नि पछाडि चाहिँ मान्छेहरू आइराख्नु भएको छ आखिर चाहिँ को भन्दै फर्किँदै हेर्दै हामी चाहिँ यतिकै बसेर मोबाइल चलाइरहेको छौँ यहाँ चाहिँ शाखा दिदीको मम्मी हुनुहुन्छ भोलि चाहिँ हामी यहीँ इन गर्न चाहन्छौँ हस्त बाई